नमस्कार साथीहरु, त्यो मैदानको अर्को अपडेटमा तपाईलाई स्वागत छ। यहाँ देखिरहनु भएको छ साथीहरुले अहिले हामी यो जुन 45 मिटरको 6 नम्बरको हाइमास्टको दृश्य लिएर आइसकेका छौं भने यो जडान सम्पन्न 45 मिटरको 6 नम्बरको हाइमास्ट पोलमा चाहिँ अहिले यसको बेसतर्फ केबलका कामहरू भइरहँदै गर्दा माथि फाउन्डेसन उठेर अहिले एकदम सम्पन्न अवस्थामा छ र यसलाई चाहिँ अहिले कभरअपका लागि यसरी गेटहरू बनाएर राखेको अवस्था छ, जुनको दृश्य तपाईहरुलाई मैले देखाइरहेको छु। यसरी अहिले हाम्रो यो 6 नम्बरको जुन एरियालाई कम्पाउन्ड राखेर पुरै सिल गरेर राखेको अवस्था छ र यसमा अहिले केही बेरमा चाहिँ केही खालका कामहरू चाहिँ सुरु हुने भनेर जानकारी आइसकेको छ। अहिले हाम्रो 1 नम्बरको जुन पोल छ यो पोलमा चाहिँ कनेक्टरका यो जुन केबलका लाइनहरुमा कनेक्सन हाल्ने कामहरू भइसकेको छ। यहाँ तपाईले देखिरहनु भएको छ होला, विभिन्न कलरका केबलहरू निकालिएका छन् भने आज हालसालै काम भएको यो ठाउँमा चाहिँ अहिले यसरी सबै लाइनहरुमा यस्तो खालका चाहिँ कनेक्सन दिने कामहरू व्यापक रूपमा भइरहेको छ। यहाँ साथीहरुले देख्न सक्नुहुन्छ भने यी सबै फ्रेमहरुमा चाहिँ यस्तै खालका कनेक्सनका लाइनहरू निकाल्ने काम अगाडि बढिसकेको छ र आज दशैं सकेपछिको प्रथम दिन यसरी काम भएको पनि हामीले देखिरहेका छौं भने आज विभिन्न ठाउँ 6 नम्बरतर्फ पनि काम भइरहेको छ र 5औं नम्बरतर्फ पनि केबल जडानका कामहरू अगाडि बढिरहेको छ। साथीहरु, हिजो जुन केबलको कामहरू भएको थियो अहिले केबल छुट्याउने काम चाहिँ सकिसकेको हामीले देख्न सक्छौं भने यसरी केबल छुट्याएर चाहिँ अहिले त्रिपालले छोपेर राखेको अवस्था छ र आज अब बिहानैदेखि पनि यो जुन केबल र लाइनका कामहरू हुने चाहिँ हामीले अपेक्षा गरिरहेका छौं। साथै अर्को कुरो के छ भने साथीहरु, जुन 1 नम्बरतर्फ यो हाम्रो ठुलो क्रेन जान पर्ने थियो त्यो क्रेनलाई चाहिँ अब आज भोलिमै यो क्रेनलाई 1 नम्बरतर्फ लाने र 1 नम्बरतर्फ चाहिँ काउन्टर वेट सहित लगेर त्यताको पोल उठाउने तर्खर पनि गरिने भनेर चाहिँ जानकारी आउन थालिसकेको छ भने 1 नम्बरतर्फका केही कामहरू अझ पनि बाँकी छ। त्यो सकै लगत्तै चाहिँ अन्य कामहरूको जुन बाँकी कामहरू छ त्यो काम सकाएपछि चाहिँ 55 मिटरको हाइमास्ट पोल उठाउने र 6 नम्बरतर्फ चाहिँ यो प्यानल फाउन्डेसनका जुन बक्सहरू तपाईहरुले देखिरहनु भएको छ। यहाँ 4वटा बक्स छ भने त्यो 4वटै बक्सलाई यसरी 4 कुनातर्फ लगेर अर्को हाम्रो डीबी प्यानल चाहिँ राखेर त्यसमा करेन्ट सप्लाईका अन्य कामहरू अझ पनि बाँकी छ, जुन दृश्य चाहिँ तपाईहरुलाई म यो मेरो युट्युब च्यानल मार्फत पूर्ण निरन्तर रूपमा चाहिँ दिने गरिरहेको छु। यो 45 मिटरको हाम्रो हाइमास्ट पोल ठडिसकेपछि अझ पनि धेरै काम बाँकी छ। जुन बत्ती बाल्नलाई फ्लड लाइट बाल्नुभन्दा अगाडि निकै कामहरू बाँकी भएको र सो कामहरूलाई चाहिँ म निरन्तर रूपमा दैनिक रूपमा चाहिँ मेरो युट्युब च्यानल मार्फत तपाईहरुलाई चाहिँ अपडेट गराउने बाचा चाहिँ गर्दछु। अहिले हामी 1 नम्बरतर्फ आइसकेका छौं, देखिरहनु भएको छ। अहिले हाम्रो 1 नम्बरतर्फ चाहिँ यसरी दुईटा क्रेनहरूलाई स्ट्यान्ड बाई अवस्थामा राखिएको दृश्य तपाईलाई देखाउँदै छौं भने अब यो क्रेनकै सहायताले चाहिँ हाम्रो 1 नम्बरको यो 55 मिटर वाला पोललाई चाहिँ उठाइन्छ। त्यो भन्दा अगाडि यसमा अझ पनि केही कामहरू बाँकी रहेको छ। त्यो चाहिँ तपाईहरुको यहाँनिर राखेका यी सम्पूर्ण विङ्सहरू लगायतका अन्य सामानहरूलाई चाहिँ अब सरसफाई गर्नुपर्ने आवश्यक छ र यतापट्टि जुन क्रेनको अर्को साइडमा ग्राभेलका थुप्राहरू छन् र यो ग्राभेलका थुप्राहरूलाई पनि सम्माउन पर्ने अनि त्यसपछि मात्रै क्रेनहरू राखेर चाहिँ यहाँनिर उठाउने काम अगाडि बढ्ने भएकाले अझ पनि निकै कामहरू चाहिँ यहाँनिर 1 नम्बरतर्फ रहेको जानकारी गराउँछु भने यसमा अहिले के कस्ता केबलका कामहरू भयो त्यो बारेमा पनि म दृश्य देखाउने नै छु। साथीहरुलाई भिडियो अन्तिमसम्म हेरिदिनु होला। र अर्को जानकारी साथीहरुलाई यहाँनिर जुन 3वटा हाम्रो यो टप
टप मास फ्रेम र अर्को यो फाउन्डेसनका लागि राखिएका फ्रेमहरू चाहिँ यतिकै रहेको छ। यसलाई 2 नम्बरतर्फ लान पर्ने र अहिले 2 नम्बरको स्थिति निकै नाजुक भएकाले त्यो तर्फ लानलाई मुस्किल भएको र अहिलेसम्मलाई यसमा यतिकै राख्ने, पछि सम्पूर्ण कामहरू सकेपछि चाहिँ 2 नम्बर फाउन्डेसनहरूलाई पनि बनाउने क्रममा मात्रै यसलाई 2 नम्बरतर्फ लाने भएकाले अहिले यसरी नै हाम्रो यो भागमा राखेको छ, पार्किङ गरेर राखेको हामीले देख्न सकिरहेका छौँ। र अर्को कुरा के छ भने हाम्रो यो जुन हाइमास्टका सम्पूर्ण कामहरू सकिसकेको र अब यसमा बाँकी भएका केही लाइनहरू चेन्ज गर्नुपर्ने, केही लाइनहरूलाई चाहिँ खुल्ला गर्नुपर्ने अवस्था छ भने अरू सम्पूर्ण कामहरू सकेको अवस्था जानकारी गराउँछ है। र यतापट्टि अहिले देख्न सक्नुहुन्छ पानीका कारणले निकै हिलोमय भएको हाम्रो रिङ रोडको दृश्य भने यसमा ग्राभेल हाल्नुपर्ने निकै जरुरत छ। यो ग्राभेल जुन चाहिँ 1 नम्बरको डोजरको साइडमा रहेको तपाईँहरूलाई मैले देखाएँ, त्यो ग्राभेलहरूलाई चाहिँ यहाँनिर राखेर यसमा रोलिङका काम गर्नुपर्ने थियो भने अहिले यो पानीका कारणले निकै भाँसिएको अवस्था छ र पानीका कारणले निकै हिलो भएको कारणले यतातर्फ चाहिँ अहिले तत्काल ग्राभेल नहाल्ने र यो सुके पश्चात ग्राभेल हालेर 1 नम्बरतर्फको फिल्ड क्लियर गरे पश्चात मात्रै हाम्रो 55 मिटरको हाइमास्ट पोललाई उठाउने तयारी चाहिँ गरिने भनेर कुराहरू यहाँनिर भइरहँदाखेरि यता पनि हाम्रो कम्पाउन्ड चाहिँ पूर्ण रूपमा बनिसकेको छ। यो जुन हाम्रो पावर हाउस तर्फको कम्पाउन्ड पूर्ण रूपमा बनिसकेको छ भने गेटबाटै सुरुवात भएको यो कम्पाउन्ड अहिले यसरी चाहिँ पूर्ण गेटबाट सुरु भएर हाम्रो अर्को भागतर्फ पनि गइसकेको छ। साथीहरू, हाम्रो जुन पावर हाउसको भित्री भूभागमा चाहिँ 4वटा फिडरहरू राखिएको थियो। तपाईहरुलाई अस्ति न मैले एउटा भिडियोमा जुन रुफहरू ओपन भएर फिडरहरू राखिएको भिडियो देखाएको थिएँ भने त्यो फिडरहरू चाहिँ यस्तो हुनेछ साथीहरू, जानकारी गराउनको लागि। यसरी अहिले फिडरहरूमा यी कनेक्टर र यी लाइनद्वारा चाहिँ हाम्रो जुन चाहिँ यो जेनेरेटरबाट आएका पावरहरू छ, यो पावरहरूलाई चाहिँ फिडरमा लगेर राखिने र यो फिडरबाट आएको पूर्ण अर्को जुन करेन्ट छ त्यो करेन्टलाई चाहिँ फेरि हाम्रो प्यानल फाउन्डेसनतर्फ लाने र प्यानल फाउन्डेसनबाट चाहिँ बल्ब बालिने भनेपछि यो 3वटादेखि 4वटा कामहरू चाहिँ यसरी बिस्तारै हुने रहेछ। र त्यसका लागि चाहिँ अहिले हाम्रो जुन भित्री भूभाग छ, यो हाम्रो जेनेरेटर हाउसको भित्री भूभागमा चाहिँ 4वटा यसरी फाउन्डेसन जुन 4वटा फिडरहरू चाहिँ ल्याएर राखिसकेको अवस्था छन् भने एउटा सानो फिडर र 3टा ठुला फिडरहरू चाहिँ यसरी अवस्थित छ। तपाईहरुलाई मैले जानकारीको लागि देखाएँ भने यो बाहिरी भूभागमा चाहिँ अझ पनि हाम्रो यो जुन जेनेरेटर छ, यो जेनेरेटरहरू चाहिँ अनर्याप नभएको अवस्थामा छ भने जेनेरेटरको अनर्याप गरे पश्चात तपाईहरुलाई जेनेरेटर कस्तो छ त्यसको पनि पूर्ण दृश्य चाहिँ देखाउनेवाला छु। अहिले हाम्रो जुन बाहिरी भूभागमा 2टा जेनेरेटर छ भने माथितर्फ चाहिँ डिजेल बक्स लगाएका अन्य सामग्री छ र यसलाई घेरबारका लागि चाहिँ एउटा ठुलो खालको कम्पाउन्ड पनि यहाँतर्फ बनाइसकेका छन्। यो निकै ठुलो कम्पाउन्ड तपाईहरुले देखिरहनु भएको छ र यो जुन हिलो भाग छ यसलाई पनि सम्माउने र यसमा ग्राभेल हाल्ने काम चाहिँ हुने नै छ भने हाम्रो जेनेरेटर हाउसतर्फ यसरी अहिले विकास भइरहेको छ। र अब बाँकी भनेको हाम्रो जुन बाँकी छ, जुन फिडर तपाईहरुले भर्खरै देख्नुभयो, हालसालै जुन फिडर देख्नुभयो, यो फिडरलाई चाहिँ तपाईको यहाँनिर जुन लाइनहरू ल्याएर राखेका छन्, जुन हाइमास्टका जुन फाउन्डेसन तर्फबाट ल्याएका यी केबलहरूलाई चाहिँ गएर कनेक्ट गराइन्छ र यो केबल मार्फत कनेक्सन लाइन चाहिँ फेरि हाम्रो जुन प्यानल फाउन्डेसनका बक्सहरू छ, जुन यहाँ रहेका यी बक्सहरूमा कन्ट्रोलर चाहिँ राखिएको हुन्छ। कन्ट्रोलर र सप्लायर 2टा एउटा पार्टहरू हुन्छ यस मार्फत चाहिँ, अनि सिधै चाहिँ हाइमास्टमा बत्ती बल्ने छ। 70वटा बत्ती चाहिँ यस्तरी प्राविधिक तर्फबाट बल्ने छ कि तपाईहरुलाई हामीले जुन सोच्छौँ जुन प्लग हालेर बालिने भन्दा पनि निकै टेक्निकल विषयमा आधारित भएको र जुनको तपाईहरुलाई चाहिँ भिडियोमा मैले जाने बुझेका कुराहरू सिकाइरहेको बताइरहेको छु भने अब यो जुन हाम्रो 6 नम्बर तर्फको फाउन्डेसनहरू उठिसक्दाखेरि अब 1 नम्बरको फाउन्डेसनको उठ्ने पालो आइसकेको छ। यसको काम पनि
तपाईँको आजबाट केही सुरु भएको छ भने भोलिबाट चाहिँ यसको पूर्ण काम सुरु हुनेछ र सायद पर्सिसम्म यसलाई उठाउने चाँजो पाँजो पनि अगाडि बढाइन्छ भनेर चाहिँ जानकारी आइरहेको छ। त्यो भएको खण्डमा चाहिँ तपाईँहरूलाई यसको विस्तृत भिडियो जानकारी र विस्तृत उठाउने प्रक्रियाको बारेमा पनि पूर्ण एकपटक लिएर आउनेछु। जुन 45 मिटरको हाइमास्टको फाउन्डेसन उठेको भिडियो तपाईँहरू माझ मैले राखेका थिएँ भने अब यो 55 मिटरको जुन बम्पर ट्यु मैदानको सबभन्दा अग्लो यो 55 मिटरको फाउन्डेसन उठेको दृश्य पनि तपाईँहरू माझ चाहिँ म राख्नेवाला छु। र त्यसै गरी यी जुन बक्सहरू छ यसको पनि कहाँनिर कसरी उपभोग गरिन्छ त्यसको बारेमा पनि एउटा सानो भिडियो चाहिँ म बनाउने नै छु। यी जुन लिफ्टहरू छ यो लिफ्टलाई कसरी प्रयोग गरिन्छ, लिफ्टलाई कसरी इन्स्टल गरिन्छ लगायतका अन्य विषयवस्तुलाई पनि आधार मान्दै म तपाईँहरू माझ अर्को एउटा भिडियो चाहिँ अवश्य लिएर आउनेछु।